हेलो गाइज वेलकम टु माई ब्लग। तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो च्यानलमा। आज हामी पुगेका थियौँ चन्द्रगिरी हिल, जो काठमाडौँको एकदमै नजिक रहेको छ र एकदमै सुन्दर ठाउँ हो। यहाँको दृश्य एकदमै लोभलाग्दो थियो। तलबाट हेर्दा पनि तपाईँहरूले पानीको छहरा, हरियाली र मानिसहरूको भिड देख्न सक्नुहुन्छ। आज शनिबार भएर होला सायद धेरै भिड थियो क्या। कोहीले टिकटक बनाउँदै थिए, कोहीले फोटो खिच्दै थिए, सबैजना आफ्नो तालमा बिजी थिए। हामी चाहिँ अब माथि टिकट लिएर प्रस्थान गर्दैछौँ है, केबल कार चढ्नतिर जाँदैछौँ। उताबाट तपाईँहरूले एउटा केबल कार आएको पनि देख्न सक्नुहुन्छ। यहाँबाट नै यो माथि तल गर्ने भनेको यहाँ। त्यसपछि धेरै मान्छेहरूको भिड भएका कारणले है अलिकता डिस्टर्बेन्स नै थियो त्यहाँ। यताउति यहाँको भ्यूहरू यताउति आज त्यस्तो राम्रो पनि देखाएको थिएन, अलि मौसम खराबको कारणले। यता लाइन लाग्यौँ, यताबाट लाइन लाग्दा खुट्टा दुखेर कस्तो गाह्रो भएको थियो है। त्यस पनि हामी लाइन लाग्यौँ। त्यति लामो लाइन थियो, मान्छेहरू 3-4 बजीसम्म लगातार आइरहेका थिए। त्यसपछि हामी फाइनल्ली केबल कारमा चढ्यौँ। त्यो केबल कारमा बसिसकेपछि अब सुरुर माथि जाने काम थियो। सुई गर्दै हामी माथितिर गयौँ है। माथिको दृश्य अब झिन रमाइलो छ है, माथिबाट देखिने दृश्य। यस्तो खुला मौसम थिएन, अलि मौसम खराबको कारणले अलिक त्यस्तो राम्रो देखिएन भित्रबाट। त्यो पनि तपाईँले देख्न सक्नुहुन्छ, अलिअलि भयो भने है। तपाईँले त्यहाँ हिमालको दृश्य पनि देख्न सक्नुहुन्छ, सायद गौरीशङ्कर हिमाल होला। यसो सोचेको अनुसार चाहिँ है, केबलका तलकै माथि गर्दै थिए केबल कार। केबल कारको टिकट चाहिँ 825 पुगेको छ है अहिले चाहिँ, अलिक बढीको रहेछ पहिलाभन्दा। यसो केबल कार चढ्दा वाक्क लागिसक्यो, कतिखेर माथि पुग्छ भनेर यसो भ्यू हेर्दै थिएँ काठमाडौँको। यस्तो जङ्गल पनि हेर्नु पऱ्यो नि त, घना जङ्गल। त्यहाँ हाइकिङ गर्ने ठाउँ पनि छ है गाइस। तारको मुनि चाहिँ बाटो छ, त्यो खाली देखेको चाहिँ बाटो हो है। त्यहाँ त हाइकिङ गर्ने मान्छेहरू पनि थिए, टन्नै थिए हाइकिङ गर्नेहरू। अझै पनि पुगेन भने, अझै पनि डाँडा कटेन। कति डाँडा छ भन्दै टाउको दुखिसक्यो, कान दुखेर त्यो साउन्डले गर्दा। त्यसपछि हामी त्यहाँबाट गर्दा फाइनल्ली चाहिँ हामी त्यहाँ पुगिसकेका छौँ माथि डाँडामा। केबल कारबाट अब लक्क लागेर उत्रियौँ। त्यसपछि यसो भ्यू हेर्ने गयौँ। कोही टिकटक बनाउँदै थियो, कोही फोटो खिच्दै थियो, कोही नाच्दै थियो। मान्छेहरूको आफ्नै तालमा थिए है त्यहाँ, कोही कसैलाई मतलब थिएन। अलि वातावरण चाहिँ मौसम चाहिँ अलिक खराब नै थियो आज। त्यहाँ मान्छेहरूको भिड पनि साह्रै नै थियो। यसो माथितिर पनि लाग्यौँ, अब यसो मन्दिरतिर जाऊँ भनेर मन्दिरतिर प्रस्थान गऱ्यौँ। यो म्याप देख्न सक्नुहुन्छ, चन्द्रगिरीको म्याप। तपाईँले सबै जानकारी दिएको हुन्छ है त्यसमा, सबै जानकारी हुन्छ है त्यसमा। मान्छेहरू टिकटक बनाउँदैछन् बाटोमा। मान्छेहरू घुम्न भन्दा पनि बढी टिकटक बनाउन, भिडियो बनाउन नै गएका थिए है। त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ अगाडि कति धेरै टिकटक बनाउँदै थिए मान्छेहरू। त्यसपछि त्यो चाहिँ प्याराग्लाइडिङको रहेको छ। त्यहाँ प्याराग्लाइडिङ पनि रहेछ है, प्याराग्लाइडिङ पो हुन्छ, प्याराग्लाइडिङ पनि रहेछ त्यहाँ। यसो खेल्न मन लाग्थ्यो, धेरै महँगो भयो, खेलिनँ। त्यही भएर उता चापीतिर गएँ, फोटो खिचेँ, भिडियो बनाएँ। फेरि माथितिर गएँ, फेरि कति धेरै रहेछ चाबीहरू, ठाउँ पनि थिएन त्यहाँ बाँध्नु भने पनि।
त्यसपछि फेरि माथि गएँ, फेरि चाबी देखेँ, किन बाँधेको थाहा भएन, जे जसको लागि बाँधेको राम्रै होस् भन्ने लाग्यो। चितुवाको फोटो देखेँ, मरेको जिउँदो थाहै भएन। त्यसपछि फेरि माथितिर गयौँ, साइक्लिङ थियो, साइक्लिङ त गर्न मन लाग्यो, साइक्लिङ गऱ्यो पनि तर भिडियो चाहिँ बनाउनु पाएन। त्यसपछि है गाई, त्यसपछि अलि माथि गयौँ, म त भ्यू टावर जस्तो देख्यौँ, तर मतलबै गरिनँ, इग्नोर गरिदिउँ, किनकि म त जाँदैन थिएँ, खुट्टा दुखिरहेको थियो। त्यसपछि फेरि अगाडि बढ्यौँ, अगाडि बढेपछि फेरि फोन आयो, फोन काटेँ। साइक्लिङ गर्न मन थियो, साइक्लिङ गरेँ, मजाले बसेँ, साइक्लिङ गरेँ। त्यसपछि यसो मन्दिरतिर गएँ, यसो भिडियो बनाएँ, मन्दिरको पनि भ्यूहरू देखाइदिउँ न भने मन्दिर पनि देखाएँ, यताउति पनि देखाएँ, फेरि पनि देखाएँ मैले मन्दिर देख्न पाउँदैन होला भनेर, राम्रोसँग भएन भनेर फेरि देखाएँ, फेरि पनि देखाएँ अलिक टाढा गएर है। त्यो मन्दिरभित्र चाहिँ भिडियो बनाउन दिँदैन नि त, अलि त्यहीँ लेखेको थियो भिडियो फोटो खिच्न मनाइ छ भनेर, त्यो पनि खिच्दै थिएँ, म गइनँ है, मलाई झ्याउ लाग्थ्यो नि त, म त्यही भएर गइनँ। त्यसपछि अलि अगाडि गयौँ, त्यसपछि सबै मान्छेहरू यति धेरै भिड थियो, मन्दिर पछाडि कति भिड थियो अझै, त्यही पनि मैले केही भनिनँ, साइड दिनु न भन्दा साइड छैन भाइ भन्यो, मैले केही भनेन। त्यही भएर यसो पानी देखेँ, एउटा बहिनी त्यहाँ हेर्दै रहेछ पानीमा, म डुब्छु कि नै दादा भन्दै थियो, त्यो डुब्ने त होइन, मर्छौ चाहिँ पक्कै भने, त्यो मर्दै थिएन, त्यो पनि भनिदिएँ त्यतिकै जिस्केर। यसो भ्यू टायर देखाएँ तपाईँलाई फेरि मैले है, यसो चाहिँ साँडीको चाख पनि देखाइदिएँ, हेर्नु होला। यसो फेरि मन्दिर देखाएँ, यसो एउटा भाइले घन्टी बजाउँदै थियो, भाइले नबजाउन भनेको, अर्को नानी आएर बजाउँछु म, मेरो त हो नि भन्यो, ल बजाऊ त्यसो भए तिम्रै हो भने। मन्दिर देखाएँ, अब यसो टिका लाउनु पऱ्यो भनेर सोचेको, भिडै भिड थियो। एउटा हजुरआमा आएर मेरो पालो हो बाबु, मेरो पालो हो भन्नुभयो, हुन्छ तपाईँको पालो लगाउनु भने लगाउनै दिएँ। त्यसपछि पण्डित बाले नि लगाउनु देऊ न त, बुढो मान्छे हो भन्नुभयो, हुन्छ भने उहाँले पनि लगाउनु भयो। मलाई खोकी लाग्यो, मैले खोकिनँ, त्यही पनि कन्ट्रोल गरेँ, मलाई लगाइदिनु भयो। त्यसपछि तल भिडतिर गयौँ, यति धेरै मान्छेहरू थियो, ठुलो मान्छेहरू बच्चा जस्तो थियो त्यहाँ, मेरो भाइ त बाँदर जस्तो है, कतिले उफ्रिरहेको थियो, घरि कहाँ चढ्छ, घरि कहाँ चढ्छ, त्यसलाई प्याराग्लाइडिङ गर भनेको, म त गर्दिनँ, डर लाग्छ, म त साता जान्छु, मुटु निस्किन्छ बाहिर भने, त्यो मुटु निस्किने भए नजा भन्यो। त्यसपछि त्यो गएन। त्यसपछि फेरि हामी आयौँ यता बच्चाहरू खेल्ने ठाउँ, त्यहाँ बस्यौँ, यसो स्याउहरू खायो सबैले, मैले खाएन किनकि मेरो दाँतमा किरा लागेको थियो, दुखिरहेको थियो, मैले खाएन दुख्छ भनेर। अनि त्यसपछि तल गएपछि फेरि भाइले उता बस्न लगायौँ, भाइलाई खेल्न त खेल, तर के हुँदैन खेल्न भनेको नै, म खेल्दिनँ त खेल्न त आफै भने, मलाई खेल्न दिएको म खेल्थेँ भने। त्यसपछि झगडा गर्न थालेँ मसँग, यस्तो बाँधो चढ्नेमा चढ्यो, मैले लडाइदिएँ उसलाई, रोयो। त्यसपछि म उता भागेँ, त्यसले धन्नै मलाई कुटेन, फेरि यस्तो दुलोमा छिर्न थाल्यो, साप जस्तो, साप हो नि त एकदम नागिन जस्तै छ, दुलो छिर्न थाल्यो, कहाँ घरभित्र छिर्न थाल्यो, कहाँ छिर्न थाल्यो है। त्यसपछि फेरि त्यस्तो गर्दै त्यहाँ यत्तिकै टाइम बित्यो हाम्रो, यत्तिकै टाइम बितेपछि अनि हामी अगाडि बढ्यौँ, फेरि अब जाँदाखेरि एकचोटि यसो मन्दिर दर्शन गरेर जाऊँ न त भनेको, यसो मन्दिर पनि दर्शन गरेँ। मन्दिर टाढैबाट पहिला पछि भेट्छु है त भगवान् भने, भगवान्ले नै हस् भन्नुभयो। त्यसपछि केबल कारमा चढेपछि अब घर जाने पालो थियो, टुइँ बसेपछि केबल गाह्रो पनि के रोकिन्छ त, बस्ने बस, न त म तँलाई छोडेर जान्छु भने, बस्छु भने सुई टाइम ल्याप्समा भिडियो हालेँ, सुरुक्क सकियो भिडियो। Thank you guys for watching my video. If you like, subscribe, like, share, comment, सबै गरिदिनु होला। हस्त धन्यवाद।